फाइनली हामी चाहिँ घान्द्रुक आइपुगेर यहाँनिर घुम्न जाँदैछु यताउति। तर हिमाल चाहिँ देखेको छैन, यहाँ देख्न सक्नुहुनेछ। हिमाल देखेको छैन, भोलि चाहिँ हिमाल देख्छ कि भन्ने आशा छ। अहिले चाहिँ यसो गाउँहरू गुरुङ गाउँहरू घुम्नु गएको चाहिँ कहाँनिर आइपुग्यौँ भने यो घान्द्रुकको गुरुङ कल्चर आइपुग्यौँ। यहाँनिर यस्तो छ। अब भित्र चाहिँ टिकट काटेर हेर्नुपर्ने रहेछ। अब हामी पस्न आँटेको यहाँ हामी चाहिँ टिकट काटेर गइसक्यौँ। यहाँ चाहिँ 50 रुपियाँको रहेछ। यहाँ गुरुङ कल्चरहरूलाई यहाँ गुरुङ कल्चरहरू यस्तो रहेछ, हेर्न सक्नुहुनेछ। यो चाहिँ गुरुङहरूको म्युजियम यहाँनिर। कस्तो लाग्यो के अरे? ए यता पनि रहेछ। पृथ्वीनारायण शाहले चलाएको तरबार यही अरे देखाइदियो। ए हो र? होइन होला, यो गुरुङ कल्चर गुरुङ उयसमा पृथ्वीनारायण शाहको हुँदैन होला, त्यो त उता राजदरबारमा हुन्छ होला। कस्तो गफ दिएको ओबे ओइ नचलाने हो र? हेलो एभ्रिवान, हेलो। हामी चाहिँ आज चाहिँ अहिले चाहिँ यहाँनिर घान्द्रुकको गुरुङ म्युजियममा आएको छौँ। अनि हामी चाहिँ यहाँनिर भिडियो गर्दैछौँ। अनि कस्तो लाग्दैछ साथीहरूलाई? रमाइलो रमाइलो। हामी चाहिँ यहाँ अब हाम्रो फेरि फर्केर होटल जानुपर्ने छ। अहिलेलाई बाई।